बुबासँग छोराको जीवन यात्रा। 5 वर्षको उमेरमा बुबालाई त सबै कुरा थाहा छ। 7 वर्षको उमेरमा बुबालाई त धेरै कुरा थाहा छ। 10 वर्षको उमेरमा सायद बुबालाई सबै कुरा थाहा हुँदैन होला। 12 वर्षको उमेरमा बुबालाई त केही थाहा नै छैन। 14 वर्षको उमेरमा बुबा त पागल जस्तै भइसके। 16 वर्षको उमेरमा बुबालाई गम्भीरतापूर्वक लिन सकिँदैन। 18 वर्षको उमेरमा बुबालाई के थाहा छ र? 22 वर्षको उमेरमा बुबा त निरर्थक कुरा गर्न थाल्नुभयो। 24 वर्षको उमेरमा म त बुबा भन्दा धेरै जान्दछु। 26 वर्षको उमेरमा आखिर बुबालाई पनि केही कुरा थाहा रहेछ। 30 वर्षको उमेरमा सायद यो कुरा बुबासँग सोध्नु पर्दछ। 40 वर्षको उमेरमा बुबाले यी सबै कुरा कसरी सामना गर्नु भए होला। 45 वर्षको उमेरमा बुबा त सधैँ ठिक हुनुहुन्थ्यो। 50 वर्षको उमेरमा काश बुबा यहाँ हुनुभयो भने म उहाँबाट अझ धेरै कुरा सिक्न सक्थेँ।